यसचोटिबाट यो नामले न्याय गरेको छ। त्यसकारण पनि नेपाली कम्युनिस्ट पार्टी नेपाली जनताको प्रिय पार्टी बन्ने सम्भावना छ। अब जाउँ सन्देश सभातिरको कुरामा। मेरो खासै धेरै भन्नु छैन। हामी निर्वाचनको पूर्व सन्ध्यामा छौँ। नेपाली जनताहरू यो खालको परिवर्तनबाट अझै अगाडि बढ्न खोजेको देखिन्छ। हामीले जनताको मनोभावनालाई बुझेर त्यसलाई समेटेर नेपाली जनताको अपेक्षा र आकांक्षाहरूलाई प्रतिनिधित्व गर्ने गरी नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व पनि गर्नुपर्ने बेला आएको छ। यस सन्दर्भमा यो फागुन 21 गते हुने भनिएको निर्वाचन सम्भवतः त्यही मितिमै हुन्छ, मलाई चाहिँ विश्वास त्यो छ। यदि त्यो मितिमा केही अलग भयो, अलिकति अगाडि पछाडि भयो भने पनि नेपाली कम्युनिस्ट पार्टीले नेपाली जनताको भावनालाई कदर गर्दै अब धेरैभन्दा धेरै ठाउँमा जित्नु पर्नेछ। अन्त जे भए पनि ओखलढुङ्गामा हामीले खाता खोल्नुपर्ने चुनौती पनि आएको छ र त्यसको सम्भावना मैले प्रबल रूपमा देखेको छु। किनकि देशव्यापी रूपमा जसको माथिदेखि तलसम्म सङ्गठन थियो काङ्ग्रेस एमाले, आज उहाँहरू भागाभागको स्थितिमा हुनुहुन्छ। यो अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले विभिन्न चिरामा रहेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै ध्रुवीकरण गर्दै दुईवटा स्कुलिङ विशेषतः एउटा माले एमाले स्कुलिङ र अर्को चौमा मसाल यो स्कुलिङ, दुईटा स्कुलिङको एउटा स्कुल बनाएर नेपाली कम्युनिस्ट पार्टीको नामाकरण र यो एकीकरणको सन्दर्भमै हामी आज एकता सन्देश सभाको चरणमा यो जिल्लासम्म आएका छौँ। तसर्थ सम्पूर्ण नेपालीहरूको जो नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुन चाहन्छन् अथवा कम्युनिस्ट छन्, तिनीहरू यो नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुने, एकताबद्ध अहिले तत्काल हुन नसके पनि यो पार्टीले अगाडि सारेको उम्मेदवारलाई भोट दिने र यो पार्टीको उम्मेदवारलाई जिताएर गइसके पछाडि अहिले भर्खरै भएको जेएनजी आन्दोलनको अपेक्षा भावना र त्यो संवेदनालाई समेट्दै नेपालको संविधानलाई उहाँहरूको अपेक्षा अनुरूप परिवर्तन गर्दै नेपाली जनताको चाहनालाई पुरा गर्नको निम्ति पनि हामीले नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवारलाई जिताउनु पर्नेछ। र नेपाली कम्युनिस्ट पार्टीले पनि हामीले अहिलेको सन्दर्भमा को उम्मेदवार बन्ने भन्दाखेरि पनि को उम्मेदवार बन्ने, कसलाई बनाउने भन्ने कुरो व्यक्तिमा भन्दाखेरि पनि हामीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्ने सन्दर्भमा, ओखलढुङ्गामा जिताउने सन्दर्भमा कुन पात्रलाई अगाडि बढाउँदा ठिक हुन्छ त्यसलाई अगाडि बढाउने भन्ने सर्वसम्मत निर्णय गरेर ओखलढुङ्गाले पठाउन सक्नु पर्दछ। र त्यो सन्दर्भमा काङ्ग्रेस एमालेको विकल्प नेपाली कम्युनिस्ट पार्टी हुन्छ र नेपाली कम्युनिस्ट पार्टीले अगाडि बढाएको उम्मेदवार हुन्छन्। यो कम्युनिस्ट पार्टीले अगाडि बढाएको तारा चिन्हले ओखलढुङ्गामा खाता खोल्नेछ र त्यो सधैँको निम्ति लाल किल्लाको रूपमा अगाडि बढाउनेछ भन्ने मलाई विश्वास छ। यहाँहरू सबैले ताली पड्काएर यो कुरालाई स्वागत गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपाली कम्युनिस्ट पार्टीले उठाएको उम्मेदवार हाम्रो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास रक्छ भने ओखलढुङ्गामा पहिलोचोटि होइन अब सबैको निम्ति नेपाली कम्युनिस्ट पार्टीले खाता खोलेर अगाडि बढाउनेछ र नेपाली जनतालाई त्यो स्तरसम्म पुर्याउन ओखलढुङ्गाको पनि महत्त्वपूर्ण भूमिका हुनेछ। हामी ओखलढुङ्गा जनताको हामी असली प्रतिनिधिको रूपमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अग्रसर हुनेछौँ र पार्टीले घोषणा गरेको उम्मेदवारलाई एकदमै तन मन धन बल सबै लगाएर हामी जिताउनेछौँ। त्यो जिताउन लागि पर्नेछौँ। यो एकता सन्देशले तलसम्म त्यो मेसेज लगाओस् र तलबाट आएका अभिमतहरूलाई नेतासम्म पुर्याउने र नेतृत्वबाट आएका निर्देशकहरूलाई जनतासम्म पुर्याएर नेपाली कम्युनिस्ट पार्टीको खाता अब ओखलढुङ्गामा खोल्नुपर्छ। यही देशभित्र रहेका पात्रहरू मध्येबाट एकजना कुनै राम्रो उम्मेदवार पार्टीले घोषणा गर्नेछ। त्यसमा यहाँहरूले हेरिराख्नु भएको छ कति चमकदार नेताहरू हुन्थ्यो त, यही अनुहारमध्ये एकजना जो आउँछ त्यो सर्वसम्मतले तारा चिन्हको उम्मेदवार बनाएर यहाँबाट विजय बनाएर माला पहिराएर हामीले नेपाली कम्युनिस्ट पार्टीको खाता खोल्नुपर्छ। धन्यवाद।